त्यहाँ त्यहाँ निन्जिन के भन्छ हलो के गाजर चाहिँ उकेलिरहेछन् बाजे बाजेले। तर कस्तो डर लाग्ने के हेर्दाखेरि पनि। यहाँ पनि छ त खासमा चाहिँ नजाने प्लान गरेको थिएँ होइन। अघि डरलाग्दो जनावरहरू यहाँ कराएर थिएँ। अनि मैले एकजनालाई सोधेको यहाँको मान्छेलाई जान मिल्छ कि मिल्दैन भनेको। हेलो गाइज नमस्ते, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। अलि मिलेन क्या हो। हेलो गाइज नमस्ते, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज म तपाईँहरूलाई आज पनि जापानको लाइफस्टाइलको बारेमा देखाउन गएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु। त आज हेर्नु भने आज मौसम चाहिँ एकदमै सफा रहेको छ होइन। अलिअलि बादल लागेको छ आकाशमा, मात्र हेर्ने भने मौसम यति सफा छ। आज एकदमै भिडियो बनाउन इन्ट्रेस्ट लागेर म बाहिर निक्लेको है। अनि त्यस्तो चिसो पनि छैन, आज ठिक्कै ठिक्कैको मौसम छ। ठिक्कैको छ, त्यस्तो चिसो पनि छैन, एकदम घाम लागेको भएर मौसम ठिक्कको छ आज। गाइज यो हाम्रो यो फोहोर फाल्ने ठाउँ हो होइन। यहाँनिर फोहोर फाल्छ, कुन पारा आउँछ भनेर यहाँ देखाएको हुन्छ। अनि धेरै फोहोर छ भने यतापट्टि फाल्छ। कुरा के यहाँ बाहिर है फोहोर फाल हेर्नु न, यति सरसफाइ गरेर राखेको हुन्छ होइन। अब यो नेचुरल पातहरू त अब खसिहाल्छ होइन। प्राय यस्तो राम्रोसँग सरसफाइ गरे हुन्छ कि जुन मान्छेले गर्ने फोहोरहरू हुन्छ नि प्राय हुँदैन क्या यतातिर। तर बाटो हेर्ने भने बाटो यहाँ फेरि यो साँघुरो छ के, दुईवटा गाडी यहाँ छिर्दैन। यदि दुईवटा गाडी आयो भने एउटा गाडी यहाँ हाल्ने अनि मात्रै क्रस गर्ने हो। यो एरियामा दुईवटा गाडी छिर्न अलिकति मुस्किलै हुन्छ, यताउता छोला जस्तो हुन्छ। अलि बाटो चाहिँ साँघुरो छ यता गाउँघरतिरको। यिनीहरूको घरमा के फलफुल चाहिँ एकदम धेरै हुने है। तर फलफुल चाहिँ आफ्नै बारीको फलफुल यिनीहरूले टिपेर नखाने क्या। हेर्नु न यति धेरै खस्या छ यहाँ सुन्तला है। आफैले टिपेर कहिल्यै नखाने क्या यिनीहरूले, बरु त्यत्तिकै सडेर जाला है। यिनीहरूले आफूले टिपेर चाहिँ कहिल्यै खाँदैन क्या, यस्तो छ यिनीहरूको। जापानमा गाउँघरतिर बस्नुको फाइदा एकातिर के थियो भन्दाखेरि अर्ग्यानिक खानेकुराहरू खान पाइन्छ भनेर मैले मिठो कुरा गरेको थिएँ होइन। तर अर्कोतिर एकदम बेफाइदा पनि छ कि गाउँघरतिर होइन। तपाईँहरूको यो तरकारी के भन्छ यो खेतीपाती गर्ने ठाउँतिर है, तपाईँहरूले हेर्नुभयो भने धुवा धुलोले है यस्तो बनाउँछ कि तपाईँहरूले यो धुवा धुलो देख्न सक्नुहुन्छ होइन। यो हेर्नु त यो छेउछाउतिर यो हिजो अस्ति यो हावाहुरी चलेर है यति साह्रो धुवा धुलो उडाएर ल्याएर यहाँ तपाईँहरूले यहाँ पनि यहाँ देख्न सक्नुहुन्छ होइन। ल यो हेर्नु त पुरा यहाँको यो धुवा धुलो उडेर यहाँ बाटोभरि है यस्तो बिजोग बनाइदिन्छ। यो गाडीहरूमा त केही हुँदैन, गाडीमा त अब हिँड्दाखेरि केही हुँदैन। साइकलहरूमा तपाईँहरूले यो हावाहुरी चलिरहेको बेलामा यात्रा गर्दै हुनुहुन्छ भने आमा मर्न बाँच्न बनाउँछ यहीँ। हेर्नु त यो धुवा धुलो सबै है उडेर यहाँ रोडमा आउने हो। यही बेफाइदा पनि छ क्या। सुरुमा म आउँदाखेरि के यहाँ के अरे कम्पनीमा काममा जाने बेला चाहिँ साइकलमा जान्थेँ कि म गाडी खोजिरहेको थिएँ। त्यति बेला गाडी नपाएको बेला चाहिँ म कम्पनी जाँदाखेरि साइकलमा जान्थेँ। साइकलमा गइसकेपछि फर्केर आउने बेलामा आमामा यस्तो रुवाउँथ्यो। गाइस गाउँघर भए पनि गाउँघरतिर पनि है यो कोइन लाउन्ड्री हो होइन। यहाँ पैसा हालेर कपडाहरू धुन मिल्ने सुकाउन मिल्ने सबै व्यवस्था हुन्छ क्या यहाँ होइन। यस्तो राम्रो हुन्छ क्या गाउँघर भए पनि। सुविधा चाहिँ गाउँघरतिर पनि हुन्छ क्या, राम्रै सुविधाहरू हुन्छ। हेर्नु त यहाँ ठुल्ठुलो गाडीहरू पनि आउँछ, गाडीहरू पार्किङ गर्नलाई यहाँ ठुल्ठुलो ट्रकहरू आउँछ क्या। अनि यहाँ चाहिँ लुगाहरू सुकाउने र धुने दुइटै काम हुन्छ। अघि मैले फोहोरको कुरा गर्दाखेरि तपाईँहरूले देख्नु भएको थियो होइन, फोहोर फाल्ने ठाउँ छ भनेर मैले देखाएको थिएँ। यहाँ चाहिँ 24 घन्टा यो तपाईँको सेकेन्ड ह्यान्ड यो के भन्छ यो गत्ताहरू होइन, यहाँ धेरै कुराहरू फाल्न मिल्छ। जस्तै यहाँ यो गत्ताहरू भयो। अनि यही सिलसिलामा यहाँ हेर्नुहोस्, यहाँ त्यहाँ निन्जिन के भन्छ हलो के गाजर चाहिँ उकेलिरहेछन् बाजे बाजेले। गाजर चाहिँ उखेल्दाखेरि यसरी के मेसिनले उखेल्छ क्या। अब यत्रो धेरै हातले उखेल्न त सम्भव छैन नि त, यत्रो धेरै छ हेऱ्यो भने होइन। यो हातले उखेल्न सम्भव नभएको भएर हेर्नु यहाँ मेसिन हुन्छ गाजर उखेल्ने पनि
टक्क उक्किएर माथिमा बाजेर बजाइले दुइटा बाजे बजाइ हुन्छ दुइटाले हातले छानिराखन् मेसिनले टक्क तलबाट बिस्तारै हिँडिराख अनि टक्क उक्किएर माथिबाट दिइराख यस्तो सिस्टम हुन्छ क्या फेरि ओ हेर्नु धुवा धुलो यस्तो उड्न लागिसक्यो है गाउँघरतिरको नराम्रो भनेको यही हो क्या नराम्रो पक्ष एउटा यो सिजनमा चाहिँ अझै यो सिजन टरेको छैन हेर्नु न यहाँ ऊ त्यो छेउछाउतिर ओहो हो पुरै हेर्नु त धुलो चाहिँ यस्तो आएर रोडमा पुरा यहाँ पनि हेर्न सक्नुहुन्छ खत्तम गरिदिने के अब यो घर छ होइन यहाँ यो चाहिँ तपाईँहरूले के अरे यो जापान पोस्ट हो होइन यहाँबाट सामानहरू पठाउने र यहाँ ब्याङ्क पनि हो ब्याङ्क पनि यतै छ यो जापानमा ब्याङ्कहरू पनि यहाँ नजिक नजिक गाउँघरतिर पनि ब्याङ्क एउटा दुइटा ब्याङ्क चाहिँ राखेकै हुन्छ सुविधाको लागि होइन यहाँबाट सामान पठाउन मिल्ने पनि हुन्छ जापानमा फोरफार भनेको त्यही हो कि अरू त केही पनि छैन नि त यो त्यो धुवा धुलो बाहेक अरू केही छैन किनभने त्यो त मान्छेले गरेको होइन नि त त्यो नेचुरली हुने कुरा भएर हो होइन अरू त हेर्नु त कस्तो सफा छ नि रोडहरू पनि यहाँ मान्छे हिँड्ने बाटो पनि सफा छ त्यहाँ पनि सफा छ है यो चाहिँ यो एरियाको टेनिस खेल्ने ठाउँ हो होइन यो भित्र चाहिँ टेनिस खेल्छ अब त मान्छेहरू खासै छैन टेनिस 10 देखि 3 बजीसम्म नि गाउँघरतिर भइसकेपछि अब यो त प्राय नर्मली अर्ग्यानिक खानेकुराहरू अर्ग्यानिक तरकारीहरू यसलाई भन्छ जापानिजमा चाहिँ नेगी भन्छ होइन इङ्ग्लिसमा चाहिँ स्प्रिङ ओनियन भन्छ नेपालीमा के भन्छ क्या नेपालीमा चाहिँ ठ्याक्कै थाहा भएन है यताको सब बिक्री भइसकेको यता पुरै थियो अनि त्यहाँ मात्रै बाँकी छ अब अनि यो रहेको छ यो बदाम बाला दाईको घर हो होइन यहाँ तेराजीमा स्योतेङ गाई भनेर लेखेको छ अनि कहिलेकाहीँ बदाम के भन्छ पिनट होइन पिनट खान मन लाग्यो भने यो दाईको घरमा जाने हो सस्तो पाउँछ कि यहाँ अलिकति अनि यो दाईको घरबाट किनेर ल्याउँछौँ यहाँ छ तेराजीमा स्योतेङ गाई भनेर लेखेको छ यो दाईकोबाट लिएर खान्छ भित्र पिनट्सहरू पाउँछ अनि तपाईँहरूलाई लाग्छ होला होइन यो रोडहरू हेर्नु न यस्तो सफा छ कुनै एउटा झारपात छैन क्या अनि कसरी सफा भयो भनेर तपाईँहरूलाई लाग्छ भने फोहोरै गर्दैन क्या सफा गर्नुभन्दा पनि फोहोरै गर्दैन यिनीहरूले त्यसरी बुझ्नु क्या अब सफा त फोहोरै गरेन भने सफा गर्नै परेन क्या अलरेडी यसरी भनेर बुझ्दा बिचरा कसको यहाँ चामल पोख्या रहेछ है यो चाहिँ चामल हो कसको चामल पोख्या रहेछ क्या मेन कुरा के हो भने बाहिर फोहोर गरेन भनेपछि सफा गर्न जरुरत भएन क्या अनि यिनीहरूको जुन फोहोरहरू हुन्छ नि फोहोरहरू पनि अब टक्क ठाउँमा राखेको हुन्छ गाडीहरू आउँछ टक्क गाडीले लग्छ क्या अनि फोहोरै हुँदैन अनि फोहोर पनि यिनीहरू कस्तो हुन्छ भन्दाखेरि अलग अलग छुट्याएको हुन्छ क्या तपाईँको जल्ने फोहोरहरू एउटा नजल्ने अनि क्यानहरू बोतलहरू सबै सेपरेट गरेर राखेपछि आफै सफा भयो त अनि यहाँ चाहिँ यो जमिन चाहिँ बिक्रीमा छ है गाइस बिक्रीमा छ कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला है अर्को मलाई मनपर्ने भनेको यस्तो ठाउँ क्या गाउँघरतिर भए पनि हेर्नु न टक्क होइन आफ्नो घर छ अनि टक्क अगाडिपट्टि पुरा गार्डन टाइपको फलफुलका रुखहरू छ यस्तो मनपर्छ क्या सँग यता पुरै आफ्नो एरिया छ क्या यहाँ करेसाबारी पनि छ होइन जे लाए पनि मिल्ने क्या यतिसम्म फराकिलो चाहिँ आफ्नो घर भइसकेपछि हुन्छ चाहिन्छ क्या टेनिस खेल्न आउने मान्छेहरूले चाहिँ यहाँ चुस्या पार्किङ गरेर अनि यहाँबाट चाहिँ टेनिसको सामानहरू लिएर यहाँ खेल्ने गर्छ होइन यो चाहिँ टेनिस खेल्नको लागि बनाएको ठाउँ हो होइन यहाँ पनि खेल्न मिल्यो 2 जनाले अनि 4 जनाले यहाँ 4 जनाको लागि यहाँ छ यो हो क्या रोडको छेउछाउतिर होइन हरियाली बनाइराखेको हुन्छ कि क्या खतरा तरिकाले हरियाली बनाएर यस्तो बनाइराखेको हुन्छ क्या यो चाहिँ साह्रै मनपर्छ क्या योहरू चाहिँ गाउँघरतिरका घरहरू यस्तो पुराना घरहरू हो क्या धेरै वर्ष पुराना 30, 35, 40 वर्ष पुराना घरहरू हो यिनीहरू चाहिँ फेरि यो घरहरू तपाईँहरूले कङ्क्रिटको सोच्नु भयो होला यी घरहरू सबै काठका घर हुन् क्या अझै पनि काठका घरहरू बन्छन् क्या जापानमा
यता यो गाडी हिँड्ने बाटो यो बिचमा भयो होइन, डबल लेनको। डबल लेन भन्नाले सिङ्गल, एउटा आउने एउटा जाने। अनि यो साइडमा छ नि, यो चाहिँ साइकल हिँड्नलाई बनाएको बाटो हो क्या। यो चाहिँ साइकल या मान्छे हिँड्नलाई भनेर पैदल यात्रीको लागि बनाएको बाटो हो। गइरहेको छु इसागो। पुरानो घरहरू भए पनि हेर्नु न क्या खतरा बनाइराख्यो भने क्या। वाउ क्या खतरा बवाल लाग्यो क्या। गाउँ घरतिरको यस्तो यस्तो एरियाहरूमा चाहिँ घुम्न क्या मजा लाग्छ क्या। एकदमै रमाइलो ठाउँहरू हुन्छ होइन। यतापट्टि पुरै तपाईँहरूले देख्न सक्नुहुन्छ साना घरहरू होइन। अनि यता पुरै जङ्गल छ। अहिले चाहिँ एकदमै पातहरू झरेको भएर जङ्गल चाहिँ अहिले हरियाली त्यति खासै देख्न सक्नुहुन्छ तपाईँहरूले। यो रहेको छ यहाँ आगलागी भयो यताउता के भनेपछि त्यसको लागि नियन्त्रण गर्ने ठाउँ चाहिँ यो भयो होइन। दमकलहरू छ यो भित्र। यहाँ लेखा छ होइन, यो चाहिँ कम्युनिटी सेन्टर भनेर लेखेको छ। कम्युनिटी सेन्टर इसागो खाइकान भनेर लेखेको छ होइन। मिटिङ हुने ठाउँहरू अथवा एकदमै इम्पोर्टेन्ट ठाउँ हो यहाँ। अनि यसरी छुट्याइराखेको हुन्छ। ऊ त्यो यो चाहिँ यो पात झरेको यो चाहिँ साकुराको बोटहरू होइन। यता पनि छ योहरू चाहिँ साकुराको बोट हो। अब केही दिनमा यो साकुरा फुल्नेवाला छ। अब थोरै अब टाइम लाग्छ, सायद यो महिना या अर्को महिनातिर हुन्छ होला। त्यो खासमा चाहिँ नजाने प्लान गरेको थिएँ होइन। अघि डरलाग्दो जनावरहरू यहाँ कराइरहेको थिएँ। अनि मैले एकजनालाई सोधेको यहाँको मान्छेलाई जान मिल्छ कि मिल्दैन भनेको। जान मिल्छ, अलि राम्रोसँग जानु भन्दै थियो, केयर गर्नु भन्दै थियो। त्यही भएर एकछिन यहाँ भित्र जाउँ है त। यहाँ खतरा खतरा चिजहरू देखाएको छ कि यहाँ माथि हेर्नु है त। यिनीहरूले यो चाहिँ पुरानो मान्छेहरूको अथवा आफन्तहरूको सम्झनामा यो चाहिँ बनाएर राखेको हो होइन खासमा चाहिँ। अनि त्यसै गरी यहाँ अरू ठाउँमा पनि धेरै ठाउँमा देख्न सक्नुहुन्छ होइन। यहाँ पनि यो सम्झनाको लागि बनाएर राखेको हो। यो भित्र उनीहरूले आएर पूजा गर्ने गर्छ होइन आफन्तजनहरूको। यहाँ पनि छ, यिनीहरूले आफन्तजनहरूको पूजा गर्ने ठाउँ भनेर यहाँ राखेको छ सम्झनाको लागि। तर कस्तो डर लाग्ने क्या हेर्दाखेरि पनि। यहाँ पनि छ यसरी उहाँहरूले आफन्तहरूको कस्तो के जङ्गलमा पनि यस्तो व्यवस्थित तरिकाले बनाएको छ कि गाउँघरतिरको जङ्गलमा पनि। यो चाहिँ एउटा घर रहेछ यहाँनिर, के हो कुनै थाहा भएन है। माइ गड, यो चाहिँ के हो भन्दाखेरि यहाँ उनीहरूले यहाँ पैसा, हाम्रो दानपेटी भन्छ नि नेपालमा, त्यस्तै यहाँ दानपेटी रहेछ है। यहाँ मैले यो भित्र हेर्दाखेरि तल चाहिँ पैसा हालेको देखेँ कि, पैसाको चिल्लरहरू। यो दानपेटी रहेछ क्या यो चाहिँ रहेछ तल्चा लगाएको। अनि त्यहाँ पैसा हाल्ने रहेछ। यहाँ पुरै लेखेर राखेको छ हिस्ट्री के हो यताको होइन। त्यही आधारमा यहाँ घरहरू बनाएको रहेछ। यहाँ कहिलेकाहीँ यिनीहरूको केही मेलासेला लाग्छ होला। यो चाहिँ के भन्दाखेरि अरिङ्गालको गोलो के, यहाँ खतरा देखिया होइन अरिङ्गालको गोलो। हेर्नु त अहिले त रहिरहेछ अहिले त छैन होइन। त्यही अन्तिम रहेछ होइन। यहाँ चाहिँ पुरा आफन्तहरूको मूर्ति बनाएर राखेको छ है यो भित्र। अनि उहाँहरूले चाहिँ जुन हाम्रो नेपालमा श्राद्ध बनाउँछ त्यसै गरी उनीहरूले श्राद्ध, जस्तो हाम्रो नेपालमा श्राद्ध भने जस्तै यिनीहरूले पनि त्यो दिन आएर यहाँ आफन्तहरूको पूजा गर्ने गर्दो रहेछ। अनि एउटा ग्रिन टी राखिदिएको छ अनि एउटा पानी राखिदिएको छ आफन्तहरूको लागि। आफ्नो आमा बाउ अथवा बाजेजी उहाँहरूको लागि चाहिँ यसरी राखेर बनाएको हुन्छ क्या। अघि देखाएको घर हो होइन। यस्तो पुरानो शैलीमा खतरा बनाएको छ क्या, बब्बाल तरिकाले क्या। जापानको लाइफस्टाइल क्या यस्तो खतरा लाग्छ कि। अनि यिनीहरूले खानेकुरामा पनि त्यस्तै किसिमको खानेकुराहरू खान्छ होइन। त्यही भएर त यिनीहरूको लाइफ चाहिँ
70, 80, 90, 95, 96 वर्ष, 97 वर्ष हुन्छ नि त। अनि अहिले पनि गाउँघरतिर गयो प्राय हेऱ्यो भने 80, 90 वर्षको बुढापाकाहरू धेरै भेटिन्छ के। 100 वर्ष यतिसम्मको धेरै भेटिन्छ, किनभने यिनीहरूको खानपिन के उस्तै छ क्या। खानपिनले गर्दाखेरि यिनीहरूको लाइफ चाहिँ एकदमै लङ हुने के। अनि खानेकुराहरूमा पनि यति थरी थरीको खानेकुरा खान्छ क्या यिनीहरूले। एउटा भात त हामीले भात भात र दाल तरकारी होइन, प्राय नेपालीहरूले खाने भनेको गाउँघरतिर अथवा जता पनि भात दाल र तरकारी मात्रै खान्छ नि त। यिनीहरूले चाहिँ भात खान्छ, अनि तपाईँहरूको यो खारेहरू त प्राय कम खान्छ होइन, करीहरू। अनि तरकारी भयो, तरकारी पनि यिनीहरूले धेरै थरी थरीको खान्छ क्या। यति ब्यालेन्स मिलाएर खान्छ कि मैले पनि यो यिनीहरूको घरमा चाहिँ खानेकुरा खान पाएको छु होइन। म लगभग धेरैपल्ट यिनीहरूको घरमा गएर खानेकुराहरू खान पाएको छु। यति थरी थरीको खानेकुराहरू बनाउँछ क्या यिनीहरूले। त्यही देखेर पनि थोरै 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 खाँदाखेरि पनि शरीरको लागि चाहिँ ब्यालेन्स मिलाएर खानेकुराहरू खान्छ होइन। यस्तो राम्रो लाग्छ क्या यो कुराहरू चाहिँ। अनि त्यही भएर यिनीहरू लाइफ पैसा मात्रै यिनीहरूले सोच्दैन कि पैसा कमाउँछ। यहाँ जापानमा कस्तो छ भने जागिरहरू नभएको पनि हुने, जस्तो म अहिले यो गाउँ एरियामा छु भनेपछि जागिर गाउँ एरियामा भए पनि जागिर जताततै पाउँछ क्या यतातिर। यो गाउँ हो, थोरै नजिकमा गयो भने हाम्रो यो सुपर मार्केटहरू तपाईँहरूको यहाँ त्यस्तै गरेर। अनि यहाँ जो तरकारी खेती गर्नेहरूमा काम पाउँछ, यहाँ के भन्छ खेती किसानी गर्नेहरूमा पनि अहिले पनि टन्नै काम छ क्या। यिनीहरूको पिनट्सहरू अहिले पिनट्सको सिजन हो होइन, पिनट्सहरू बनाइरहेछ, त्यसमा पनि काम पाउँछ। घन्टाको 1000देखि 1200देखि 1500सम्मको कामहरू चाहिँ मजाले पाउँछ क्या। त्यही भएर पनि यिनीहरू खानेकुराहरूमा त्यति कन्जुसाइ गर्दैन नि त, किनभने रोजगार छँदैछ। हाम्रो नेपालमा के हुन्छ भने जे मेरो घरमा छ अनि त्यही मात्र खाने, प्राय पैसा भयो भने बजारबाट किनेर ल्याउने, छैन भने त्यही जे घरमा पाउँछ पाक्छ त्यही खाने भन्ने हुन्छ नि त। यिनीहरूको के हुन्छ भने आफूले उत्पादन गरेको चिजहरू त प्राय खाइहाल्यो होइन। अनि त्यस्तै गरी जुन बाहिरबाट ल्याउने चिजहरू हुन्छ नि, किनेर ल्याउने कुराहरू त अब यिनीहरूले किनेर ल्याएर खाइहाल्छ, किनभने रोजगारी हुन्छ कि सबैजना। रोजगारी भएपछि पैसा पैसा त हो सबै चिज, प्राय पैसा भएपछि त सबैले किनेर ल्याएर खाइहाल्छ नि, त्यो भन्ने हुन्छ। सबैभन्दा पहिला त रोजगारी हो कि मेन भनेर रोजगारी हो होइन। हाम्रो नेपालमा अब राजनीतिक अस्थिरताले गर्दाखेरि रोजगारी पनि के हो डमाडोल छ अब होइन। भए पनि नेपालमा अर्को मेन कुरा के छ भने नेपालमा कुनै काम गर्न जानु पर्यो भने एक्सपिरियन्स चाहियो। ए बाबा काम देऊ न, काम दिएपछि पो एक्सपिरियन्स हुने हो, त्यो सोच्दैन क्या नेपालमा। अनि उनीहरूलाई कुनै काममा जानु पर्यो भने एक्सपिरियन्स छ अरे, अनि एक्सपिरियन्स काम दिए पो एक्सपिरियन्स हुन्छ। यहाँ तपाईँको रलाई पनि काम दिने क्या। जस्तै भर्खरै ऊ पढेर आएको छ, स्टुडेन्टबाट सकाइरहेछ भने चाहिँ काम दिन्छ, ट्रेनिङ दिन्छ क्या उसलाई। ट्रेनिङ दिन्छ, यिनीहरूलाई त्यो पर्व हुँदैन कि भोलि यहाँ ट्रेनिङ दिइसकेपछि काम सिकेर छोडेर जाने हो भने यिनीहरूलाई त्यो मतलब हुँदैन। किनकि आउँछ एउटा आउँछ अर्को आउँछ जान्छ, त्यो त भइरहेको छ। भनेपछि कामै दिँदैन, काम नदिइकन सुरुमै भन्छ एक्सपिरियन्स चाहियो, यति वर्ष एक्सपिरियन्स चाहियो। ए बाबा यत्रो 5 स्टार होटल छ जापानमा होइन, 5 स्टार होटलमा समेत एक्सपिरियन्स बिना मान्छेहरूलाई काममा ट्रेनिङ दिएर राखिरहेछ क्या। यो बुझ्दैन कि भोलि यसलाई मैले राम्रोसँग ट्रेनिङ दिएर यहाँ काम सिकायो भने यो यहीँ बस्छ, भोलि मेरो लागि यो सम्पत्ति हुन सक्छ भन्ने यिनीहरूको हाम्रो नेपालको उसमा चाहिँ मेन्टालिटी नहुँदो रहेछ कि के हो होइन। म अब काठमाडौँ ब्याचलर गरेर आइसकेपछि म एउटा र मान्छे हो नि त होइन, भर्खर आएको छु, थोरै काम त्यस्तो सिक्या हुँदैन। काम के अरे पढेर मात्रै आएको, पढेरको कुराहरू अब त्यति लागु चाहिँ हुँदैन पनि त्यति छिट्टै होइन। तर काम दियो भने त एउटा म त्यहाँ काम सिक्दै म एक्सपिरियन्स हुँदै भोलि म राम्रो राम्रो कामहरू गर्छु नि त। त्यो कुरा नबुझ्ने कि सिधै सुरुमा एक्सपिरियन्स चाहियो। कति वर्ष एक्सपिरियन्स? 3 वर्ष एक्सपिरियन्स छ भने चाहिँ ओके, छैन भने छैन। त्यस्तो हाम्रो नेपालमा हुन्छ होइन। अनि यहाँ चाहिँ तपाईँ जुनसुकै कम्पनीमा जानुहोस् क्या, एक्सपिरियन्स भयो भने एक्स्ट्रा त्यो फाइदा भइहाल्यो कि। एक्सपिरियन्स चाहिँदैन भन्न खोजेको चाहिँ होइन, एक्सपिरियन्स पनि माग्छ।
तर नर्मल कामको लागि जस्तो सामान्य पोस्टको लागि चाहिँ एक्सपिरियन्स चाहिँ माग्दैन क्या यहाँ। जुनसुकै जस्तोसुकै मान्छे भए पनि आउनुहोस् वेलकम भन्छ क्या। अनि हामी काम सिकाउँछौँ, यति दिन तपाईँको ट्रेनिङ हुन्छ, कन्ट्याक्ट पिरियड बनाउँछ कि यिनीहरूले, यति 1 महिना 2 महिना 3 महिनासम्म तपाईँलाई यसरी काम सिकाउँछौँ, आउनुहोस्। त्यो पनि फ्रीमा हुँदैन कि, फेरि पैसा दिएरै हुन्छ त्यो ट्रेनिङ पनि। त्यो काम सिकाउँदै पैसा पैसा दिने त्यो हुन्छ। फेरि यहाँ नेपालमा फेरि ट्रेनिङ भन्यो भने फ्रीमा गर्नुपर्छ, त्यो काम त्यो चाहिँ अलिकति राम्रो लाग्दैन। अनि अर्को कुरा पार्ट टाइमहरू के, हाम्रो नेपालमा पनि पार्ट टाइम सिस्टम अहिले चाहिँ अलिअलि छ होला होइन, नत्र हामी पढ्दाखेरि चाहिँ पार्ट टाइम गर्ने त्यस्तो ठाउँ पनि थिएन होइन। अब पार्ट टाइम पनि दिँदा पनि नदिने, के गर्नु पर्यो भने फुल टाइमै गर्नुपर्ने अवस्था थियो। त्यही भएर पनि हामीलाई चाहिँ एकदमै नेपालमा रोजगारीको समस्या छ क्या। पार्ट टाइम भएपछि त एटलिस्ट मैले कलेज पढ्दा पढ्दै 2 घन्टा 4 घन्टा पनि त काम गरेर मैले आफ्नो जीविका चलाउन सक्छु नि त। र त्यस्तो पनि छैन क्या फेरि नेपालमा। त्यही भएर जापान आफ्नो हिसाबले विकास पनि भएको छ। जापानमा टेक्नोलोजीको हिसाबले पनि उस्तै अगाडि छ। अनि हरेक चिजमा क्या, जस्तै गाउँघरतिर त त्यति डेभलप चाहिँ यहाँ पनि छैन होइन। तर सहरतिर जाने हो भने त सहरतिर पनि त खतरा डेभलप भएको छ नि, देख्न सकिन्छ होइन। हो, यो चाहिँ एउटा गुड पोइन्ट पनि हो होइन। अनि किनभने सरकारले मात्रै गरेर भएन क्या, जनताहरूले पनि सचेत भएर काम गरिदियो भने त के छ र। अनि विकास हुनलाई त टाइमै लाग्दैन नि, जनताहरू पनि सचेत भयो, आफ्नो विकास आफै गर्यो भने त, आफ्नो कम्युनिटीको विकास आफै जनताहरूले गर्यो भने त विकास हुन पनि त्यति धेरै टाइम लाग्दैन होइन। कहिलेकाहीँ त आफ्नो देशको बारेमा सोच्दाखेरि विरक्त लाग्छ क्या। न रोजगारी छ न केही छ, एक त राजनीतिक अस्थिरता उस्तै छ। आफ्नो देश त जाने मन त लाग्छ, किन नलाग्नु होइन। तर अवस्था हेर्दाखेरि चाहिँ त्यही भएर हो क्या, नेपालीहरू म्याक्सिममले चाहिँ विदेश जाने, विदेशकै पासपोर्टहरू लिने, विदेशमा तपाईँको पर्मानेन्ट भिजाहरू लिने। किनभने नेपालको अवस्थाले हो नि त। हाम्रो नेपालमा पनि राम्रोसँग विकास भइदियो, नेताहरूले राम्रोसँग विकास गरिदियो, भ्रष्टाचार रोकिदियो भने त नेपालमा पनि भोलि त्यो जापानको जस्तो, अस्ट्रेलिया, क्यानाडा, अमेरिकाको जस्तो विकास हुँदैन भन्न सकिँदैन नि त। किनभने सबैभन्दा पहिले त सबैमा यो हुनु पर्यो क्या, यो के हुनु पर्यो भने म मात्रै होइन कि देश माथि बढ्यो भने हामी सबै बनियो भन्ने त्यो सोच भइदियो भने झन् राम्रो हुन्थ्यो होइन। अनि त्यस्तै गरी अहिले के छ भन्दाखेरि नयाँ अहिले चाहिँ कस्तो छ, नयाँ पार्टीहरू नयाँ भन्नेहरू पनि कस्तो छ भने मिलेर जालान् भन्ने हामी सबैको सोच थियो होइन। मिलेर त के जानु, यिनीहरू आफै काटिरहेछन् कि। अब उता हर्क सम्पाङले धरानबाट यिनीहरूले अब मिलेर गएर बहुमत ल्याएर ल एउटालाई प्रधानमन्त्री बनाउलान् भन्ने सोचेको। आफै यिनीहरू लडेर अब न हर्क सम्पाङको प्रधानमन्त्री हुन्छ न राजसभाको प्रधानमन्त्री हुन्छ। अब फेरि यिनीहरूले भोलि चाहिँ मिलेरै सरकार बनाउनु पर्ने हुन्छ। मिलेरै सरकार बनाउँदाखेरि फेरि के हुन्छ भने मनमुटाव हुन्छ। एउटाले भनेको पुग्दैन, अर्काले भनेको पुग्दैन। नपुगिसकेपछि अब यिनीहरूले फेरि त्यहाँबाट पनि सरकार अस्थिर भइहाल्छ। फेरि 5 वर्ष एक एक त के हुनु पर्यो भने लङ टाइमको सरकार बन्नु पर्यो क्या। एटलिस्ट 5 वर्षको सरकार चलाउन पायो भने अनि चाहिँ उनीहरूले केही न केही गर्छ कि भन्ने हुन्थ्यो होइन। अब कस्तो हुन्छ भन्दाखेरि 2 वर्ष 1 वर्ष चलायो अनि त्यसपछि एउटालाई कुनै चिज मन पर्दिएन, अनि उसले चाहिँ अब उसले के गर्छ भने सरकारबाट बाहिरिन खोज्छ। सरकारबाट बाहिरिँदाखेरि सरकार ढलिहाल्छ, फेरि नयाँ सरकार बनाउनु पर्यो। नयाँ सरकार बनाउँदाखेरि पुरानो सरकारको कार्यकाल सकियो, फेरि नयाँ प्रधानमन्त्री नयाँ मन्त्रीहरू चयन गर्दाखेरि उनीहरूले फेरि सुरुदेखि काम गर्नुपर्छ, अनि कामै हुँदैन। खास यसरी गर्दाखेरि यो अस्थिर सरकारले गर्दाखेरि नेपालमा विकास नभएको हो। यो स्थिर भएर 5 वर्ष पनि चलाउन पाउने हो भने चाहिँ नेपालमा विकास नहुने थिएन, हुने थियो। 5 वर्षमा त 5वटा प्रधानमन्त्री फेरिन्छ नेपालमा भनेपछि यस्तो पाराले त विकास होइन विनाशै हुने हो। यो त जनताहरूले पनि बुझिदिनु पर्यो। त्यही भएर जनताहरूले अहिले चाहिँ अब भोट कसलाई दिने भन्दाखेरि
आफ्नो गाउँघरतिर को छ त अलिकति राम्रो गर्ने खाले, त्यसलाई भोट दिउँ होइन, सबैजना मिलेर। अनि एउटा साझा समझदारी गरौँ, अनि तेरो मेरो भन्ने नगरौँ, सबैजना मिलेर साझा एउटा उम्मेदवार उठाएर भोट दिउँ भन्न चाहन्छु।